सम्पूर्णमा नमस्कार। ओम नमो नमः। म आज यो मानव शरीर र यसमा कोष, शरीर र कोषको बारेमा केही जाने नजानेका शब्दहरू भन्ने एउटा सत्सङ्ग स्वरूप मैले भन्ने जमर्को गरिरहेको छु। नमो नमः। यो हाम्रो शरीर हेर्दा एउटा देखिन्छ, तर यो चाहिँ हाम्रो मानव शरीर तीनवटा शरीरहरू छन्। यसमा एउटा त यो स्थूल शरीर जुन बाहिर हामीले देखिन्छ, अनुभव गरिन्छ, यो चाहिँ हाम्रो स्थूल शरीर हो। स्थूल शरीरलाई अभ्यास, व्यायाम, योग साधना यसले चाहिँ यो शरीरलाई स्वस्थ राख्न सकिन्छ। त्यसैले निरन्तर अभ्यास गर्न पनि जरुरी छ। यो स्थूल शरीर कोषतर्फ चाहिँ हेर्दा अन्नमय कोषले बनेको हुन्छ। यो चाहिँ पुरै यो अन्नमय कोषले बनेको यो शरीर छ। जस्तो अन्न खायो त्यस्तै यो शरीरको चाहिँ स्वरूप हुँदै जान्छ। अन्न पानी, अन्न, यसको बेस आधार भनेको चाहिँ प्राण हो। प्राणको आधारमा अन्न, रसयुक्त अन्नले यो शरीरलाई चाहिँ निर्माण गरेको हुन्छ। तसर्थ अन्नमय कोषले पूर्ण रूपमा यो शरीर चाहिँ आश्रित हुन्छ। अन्न भएन भने शरीरको अर्थ रहँदैन। यो चाहिँ शरीर चाहिँ कमजोर भएर जान्छ। तसर्थ यसलाई सत्व र तत्त्वयुक्त आहार हामीले दिनुपर्छ। अनि यसले आफ्नो कर्म राम्रोसँग गर्ने गर्छ। यो भयो एउटा हाम्रो स्थूल शरीर। यो स्थूल शरीर अत्यन्तै महत्त्वपूर्ण छ। हरेक कर्महरू गर्ने भनेको यही शरीरले हो। तसर्थ शरीर माध्यम खलु धर्म साधनम भनेर भनिन्छ। शरीर छ, सबै कुरा छ। शरीर छैन, केही पनि छैन। तसर्थ यो शरीरको अत्यन्तै महत्त्वपूर्ण कुरा छ। त्यही भएर शरीरको चाहिँ को निमित्त आफूले सकेको यसलाई चाहिँ असल कार्य दिएर असल लयमा यसलाई लिएर जानु आवश्यक छ। शरीर ठिक भइसक्यो अनि मात्र यसले चाहिँ हरेक कर्महरू कुशलतापूर्वक गर्न सक्दछ। योग कर्मसु कौशलम भन्छ। कुशलतामा लिएर जाने योगिक व्यक्तिहरूले हरेक कर्महरू कुशलतामा लिएर जान सहजै सक्छन्। तसर्थ उसले गरेका हरेक काम क्रियाहरू पनि सबै सहज रूपमा अगाडि बढिरहेको हुन्छ। यसरी अन्नमय कोष मजबुत भइसक्यो। अन्नमय कोषले चाहिँ यो शरीरलाई एकदम ठिक छ, ठिकठाक भइसकेपछि मात्र अनि हामी सूक्ष्म शरीरलाई चाहिँ तर्फ हामी प्रवेश गरौँ। सूक्ष्म शरीर भनेको प्राणमय कोषको आधार रूप भए तापनि मनमय र विज्ञानमय कोष को चाहिँ संयोजन हो। यो मन चाहिँ अत्यन्तै चञ्चल छ। मानिसको हाम्रो मन चाहिँ अत्यन्तै चञ्चल छ। त्यसरी पनि मनै यो मनुष्यानाम कारण बन्ध मोक्ष यो। यो मनले नै मानिसलाई चाहिँ बन्धन र मोक्षको चाहिँ कारण पनि यही मन छ। तसर्थ हामीले मन जता लगाउँछौँ त्यति यो शरीरले एक्टिभिटी गर्ने गर्छ र हाम्रो अन्तस्करणले पनि कार्य गर्ने गर्छ।
यसलाई सूक्ष्म शरीर अन्तर्गत राखिन्छ। मन, बुद्धि, चित्त, अहङ्कार यो चाहिँ सूक्ष्म शरीर हुन्। यो सूक्ष्म शरीरलाई निर्मल बनाउनको निमित्त प्राणायामका साथमै ध्यान, सत्सङ्ग अत्यन्तै जरुरी पर्दछ। यसले हाम्रो मनोमय कोष, हाम्रो यो प्राणमय सँगै मनोमय कोष पनि यसले चाहिँ राम्रो बनाउँदै जान्छ। यसरी हाम्रो सूक्ष्म शरीरलाई, शरीर भनेको अर्को शरीर छ, यो शरीरभित्र अर्को शरीर छ, त्यो सूक्ष्म शरीर चाहिँ आनन्दित, यो चाहिँ सूक्ष्म शरीर पनि स्वस्थ रहन्छ। एक हिसाबले भन्दा हाम्रो मानसिक एकदम व्यवस्थित रूपमा रहन सक्षम रहन्छ। त्यो अवस्था सूक्ष्म शरीरले चाहिँ काम गरिरहेको हुन्छ। स्थूल शरीर भयो, सूक्ष्म शरीर भयो, त्यसपछि चाहिँ अर्को कारण शरीर। कारण शरीरसँग अर्को कोषको सम्बन्ध अन्तिम कोषमा रहेको हुन्छ, त्यो आनन्दमय कोष। जब सबै कोषहरू एकदमै ठिक छ, त्यसपछि बल्ल आनन्दमय कोषको हामी पुग्दछौँ। अन्नमय कोषले बाहिरी शरीर ठिक बनायो, बाहिरी भित्री शरीर, स्थूल शरीरलाई साथमा प्राणायाम पनि हामीले यसमा गरेका हुन्छौँ। र प्राणमय कोषले चाहिँ शरीरलाई पनि ठिक बनाउँछ र मनलाई पनि ठिक बनाउँछ। प्राण यस्तो आधार हो। प्राण चाहिँ उही ईश्वरै हो भनेर भनिन्छ। तसर्थ यो शरीर रहनको लागि र मनलाई ठिक बनाउनको लागि, हाम्रो मन मस्तिष्कलाई एकदम सन्तुलन बनाउनको लागि, हाम्रो अहङ्कार, हाम्रो अन्तस्करणलाई नै शुद्धि गर्नको निमित्त प्राणमय कोष अत्यन्तै महत्त्वपूर्ण छ। त्यही भएर प्राणलाई हामी सदा प्राणको चाहिँ चिन्तन गर्नुपर्छ। कुनै पनि देवालय होस् अथवा कुनै पनि मन्दिरमा यदि प्राण प्रतिष्ठा गरिएको छैन भने त्यो मन्दिरको पूजा समेत गरिँदैन। तसर्थ त्यहाँ पूजा गरिसकेर त्यहाँ प्राण राखेको जुन हामीले चाहिँ महसुस गर्छौँ, यसरी प्राणको अत्यन्तै ठुलो महत्त्व छ। प्राणै ईश्वर हो भन्ने हिसाबले चाहिँ हामी बुझ्दछौँ। यसैको आधारमा यो शरीर चलिरहेको हुन्छ। यो दुईटै कोषलाई यसले अत्यन्तै, दुईटै शरीरलाई यसले, कोषले भन्दा दुईटै शरीरलाई, यो स्थूल शरीर र सूक्ष्म शरीरलाई अत्यन्तै मजबुत र सबल बनाउने काम गर्छ प्राणमय कोषले। यो प्राणलाई चाहिँ रोक्न सक्ने अवस्थामा नि पुग्नु पर्यो। हामी प्राणलाई हेर्दै जाँदा, प्राणलाई लामो गहिरो चाहिँ फेर्ने अभ्यास गर्दै जाने, शरीरमा जुन प्राणको अवस्था छ त्यसलाई चाहिँ लामो समय, हामीलाई निश्चित रूपले एउटा चाहिँ निश्चित प्राणको सङ्ख्या प्रदान गरिएको छ। त्यो प्राणलाई जति हामीले लामो गराउन सकियो त्यति यो शरीरको दीर्घायु प्राप्त हुन्छ भनेर भनिएको छ। यसरी प्राणमय कोषसँगै अब त्यसपछि अर्को छ मनोमय कोष। मनोमय कोषमा चाहिँ मन, बुद्धि, चित्त, अहङ्कार स्वरूप रूपी कुराहरूलाई ध्यान, सत्सङ्गका माध्यमबाट त्यसलाई काटेर, त्यसलाई निर्मल बनाउँदै एउटा सच्चिदानन्दमय स्वरूपमा चाहिँ जोड्न बल्ल जान्छ। यसरी अब त्यो अन्तिम शरीर छ कारण शरीर। त्यो कारण शरीर आनन्दमय कोषले बनेको छ। आनन्दमय कोषभित्र त्यो कारण शरीर छ। जब त्यो एउटा चिदानन्दमय स्वरूपको अवस्थामा ऊ चाहिँ रहन्छ,
त्यतिखेर मात्र त्यो कारण शरीर पनि पुष्ट भएको हुन्छ। यसलाई एक हिसाबले हामी आत्मा पनि भन्दछौँ। आत्मा उही परमात्माको अंश हो भनेर भनिन्छ। परमात्माकै हामी सन्तान हौ र हाम्रो यो शरीर हो र म चाहिँ आत्मा हुँ। म शरीर होइन, किनकि मैले यो शरीर यहीँ छोडेर जानुपर्छ। तसर्थ यो आत्मा अजर अमर अविनाशी छ। यो हिजो नै थियो, आज नै छ, भोलि नै रहन्छ। नैनम शस्त्राणि भन्ने एउटा श्लोक छ गीतामा। चयन क्लयन्दयान्तोपि न शोष इति मारुतरे। आत्मालाई केहीले पनि मार्दैन अरे। केहीले न आगोले सुगाउँछ, न हावाले सुगाउँछ, न आगोले जलाउँछ, न पानीले भिजाउँछ, केही पनि हुँदैन। यो आत्मा यस्तो शुद्ध स्वरूप, चैतन्य स्वरूप छ। तसर्थ हामी त्यो आत्माको स्वरूपमा पुग्नको निमित्त पहिला यी सबै स्टेपहरू त पुरा भएको हुनु पर्यो नि त। अनि बल्ल आत्माको दर्शन हुन्छ, सो दर्शन। यी सोको दर्शन गर्ने विधि पनि योग साधनाले बताउने गर्छ। यसरी हामीहरूमा रहेको 3वटा शरीर र 5वटा कोषहरूको अत्यन्तै गहनतम सम्बन्ध छ। 3वटा शरीरमा स्थूल शरीर, सूक्ष्म शरीर र कारण शरीर। यी 3वटै शरीर केसँग आबद्धित छन् त, कुन कोषहरूमा छन् त भन्दाखेरि शरीरमा छ अन्नमय कोष, प्राणमय कोष, मनमय कोष, अनि त्यसपछि छ विज्ञानमय कोष। यी सबै भएपछि बल्ल उसको विवेक जागृत हुन्छ। विवेक जागृत भइसकेपछि अनि मात्र उसले सही गलत कुराहरू छुट्याउने गर्छ। त्यो विवेकले पूर्ण भएको मानिस मात्र अनि त्यसपछि त्यो परम चैतन्य स्वरूप परमात्माको सँग आरूढ हुन सक्दछ। यसरी आनन्दमय कोषमा पुग्दछ। यसरी 5वटा कोष र 3वटा शरीरले पनि यो मानव शरीर एउटा सुन्दर मन्दिर हो। यो मन्दिरलाई हामी यसलाई हर समय स्वस्थ राख्न जरुरी छ। तसर्थ योग साधनाको अत्यन्तै ठुलो महत्त्व पनि छ। योग गरौँ, स्वस्थ रहौँ, आनन्दित बनौँ। ओम नमो नमः। हरि ओम तत्सत्।